आजको भिडियो सुरु गर्नुअघि म तपाईलाई एउटा गहिरो प्रश्न सोध्न चाहन्छु। के तपाईँ कहिल्यै यस्तो अवस्थामा हुनुहुन्छ जहाँ तपाईँ हाँसिरहनु भएको छ तर भित्रबाट बिस्तारै टुटिरहनु भएको छ? यदि तपाईँको उत्तर हो भने आजको कथा तपाईँको लागि हो। डीप रीड समरीजमा तपाईँलाई स्वागत छ। आज हामी कुरा गर्दैछौँ एक यस्तो कथाको जसले हाम्रो जीवनको एउटा कठोर सत्य उजागर गर्छ, फेक स्माइल। यो कथा कुनै परिकथा होइन जहाँ सबै कुरा अन्त्यमा ठिक हुन्छ। यो कथा वास्तविकता हो, त्यो वास्तविकता जुन हामीमध्ये धेरैले बाँचिरहेका छौँ तर स्वीकार्न सकिरहेका छैनौँ। कथा एक युवतीबाट सुरु हुन्छ जो बाहिरबाट हेर्दा पूर्ण देखिन्छिन्। उनको जीवनमा कुनै कमी छैन जस्तो देखिन्छ। साथीहरू छन्, परिवार छ, रमाइलो छ, हाँसो छ। तर त्यो हाँसो साँचो हुँदैन। त्यो केवल एउटा आवरण हो, एक फेक स्माइल। उनी सानैदेखि सिकेकी हुन्छन् अरूलाई खुसी राख्न, रोए पनि हाँस्न, दुखे पनि देखाउन नदिन। किनकि समाजले उनलाई सिकाएको हुन्छ कमजोरी देखाउनु गलत हो। त्यसैले उनी आफ्नो पीडालाई लुकाउन थाल्छिन्। बिस्तारै त्यो लुकाउने बानी उनको जीवनको हिस्सा बन्छ। अब उनी आफै पनि छुट्याउन सक्दिनन् कि उनी साँचो हाँसिरहेकी छन् वा अभिनय गरिरहेकी छन्। उनको जीवनमा प्रेम प्रवेश गर्छ। सुरुमा त्यो प्रेम एकदमै सुन्दर हुन्छ। उनलाई लाग्छ अब कसैले उनलाई बुझ्यो। उनी आफ्नो मन खोल्न थाल्छिन्। उनी पहिलो पटक साँचो बन्न खोज्छिन्। तर समयसँगै सम्बन्धमा साना साना समस्या आउन थाल्छन्। अपेक्षाहरू बढ्छन्, ध्यान घट्छ, गलत बुझाइ सुरु हुन्छ र फेरि उनी डलाउँछिन्। यदि मैले मेरो साँचो भावना देखाएँ भने म गुम्न सक्छु। र यही डरले गर्दा उनी फेरि आफ्नो पुरानो बानीमा फर्किन्छिन्। उनी फेरि फेक स्माइल लगाउँछिन्। अब उनी आफ्नो प्रेममा पनि साँचो हुन सक्दिनन्। उनको मनभित्र द्वन्द्व सुरु हुन्छ, साँचो बन्ने चाहना र गुम्ने डर बीचको युद्ध। उनी एक्लो महसुस गर्न थाल्छिन् त्यसबेला पनि जब उनी मानिसहरूले घेरिएकी हुन्छन्। यही नै सबैभन्दा ठूलो पीडा हो। बाहिर संसार छ तर भित्र शून्यता। उनी आफ्नो जीवनमा धेरै त्याग गरेकी हुन्छन् तर अन्ततः उनी आफै हराउँदै गएकी हुन्छन्। जब सम्बन्ध कमजोर हुँदै जान्छ उनी भित्रैबाट टुट्न थाल्छिन्। अब उनीसँग फेक स्माइल पनि बाँकी रहँदैन। उनी एक्लै बस्न थाल्छिन्, आफूलाई टाढा राख्न थाल्छिन्। यो अवस्था निकै अँध्यारो हुन्छ, तर यही अँध्यारोले उनलाई आफूलाई भेट्ने मौका दिन्छ। एक दिन उनी ऐनामा आफूलाई हेर्छिन् र सोध्छिन्, म को हुँ? यो प्रश्नले उनको जीवन बदल्न थाल्छ। उनले आफ्नो विगत सम्झन्छिन्, आफ्नो पीडा, आफ्नो त्याग, आफ्नो अभिनय, र उनले बुझ्छिन् मैले सधैँ अरूका लागि बाँचे, आफ्नो लागि कहिल्यै होइन। त्यसपछि सुरु हुन्छ आत्मखोजको यात्रा। यो यात्रा सजिलो हुँदैन। उनी धेरै पटक पुरानो बानीमा फर्किन्छन् तर हरेक पटक उनी फेरि उठ्छिन्। बिस्तारै उनी सिक्न थाल्छिन् आफूलाई माया गर्न, आफ्नो भावना स्वीकार गर्न, नाइ भन्न। उनी अब अरूलाई इम्प्रेस गर्न खोज्दिनन्। उनी अब आफूलाई एक्सेप्ट गर्न थाल्छिन्। यही नै उनको जीवनको टर्निङ पोइन्ट हुन्छ। बिस्तारै उनको जीवनमा शान्ति आउन थाल्छ। उनी अझै पर्फेक्ट छैनन् तर उनी साँचो छिन्। अब उनको मुस्कान फरक हुन्छ। त्यो अभिनय होइन, त्यो आत्मविश्वास हो, त्यो आत्मस्वीकृति हो, त्यो साँचो खुसी हो। यो कथा कुनै फेरी टेल जस्तो अन्त्य हुँदैन, तर यो रियल एन्डिङ हो। किनकि जीवन पर्फेक्ट हुँदैन तर साँचो हुन सक्छ। र अन्ततः यो कथाले हामीलाई एउटा गहिरो सन्देश दिन्छ। फेक स्माइलले संसारलाई त धोका दिन सक्छ तर आफूलाई कहिल्यै होइन। यदि तपाईँ अझै फेक स्माइल पछाडि लुकेर बाँचिरहनु भएको छ भने आजै नै आफूलाई सोध्नुहोस्, के म साँचो छु? किनकि जीवन छोटो छ, नक्कली भएर बाँच्नका लागि होइन, साँचो भएर बाँच्नका लागि। अन्त्यमा यो कथाले हामीलाई एउटा गहिरो सन्देश दिन्छ। बाहिर हाँस्नुभन्दा भित्र खुसी हुनु महत्त्वपूर्ण छ। अरूलाई इम्प्रेस गर्नुभन्दा आफूलाई एक्सेप्ट गर्नु ठूलो कुरा हो। यदि तपाईलाई यो भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र डीप रीड समरीजलाई सब्स्क्राइब गर्न नभुल्नुहोस्। किनकि यहाँ हामी केवल कथा सुन्दैनौँ, हामी जीवन बुझ्छौँ।